वी नीड टु सेट एन एक्जाम्पल दिस टाइम। हामीले एउटा उदाहरण सेट गर्नुपर्ने छ र यो उदाहरण हामीबाटै सुरुवात हुनुपर्ने छ। परिवर्तनको सुरुवात हामीबाटै हुन्छ र त्यो पहिलो जिम्मा चाहिँ गृह मन्त्रालयले लिन्छ। अरू के छ हाम्रो यसमा? आर्थिक सर्भिस डेलिभरी 1 नम्बर कोठा, 2 नम्बर कोठा, 3 नम्बर कोठा, क ख ग गर्दै नपढेको मान्छेलाई नि त पढाउने हाम्रो विभागहरू, कार्यालयहरू। यसरी गरेर तपाईँको हरेक कर्मचारीसँग अब कतिजनाको नियत राम्रो भयो त ठिकै छ, तर नियत नराम्रो भएको खण्डमा चाहिँ भ्रष्टाचारको सुरुवात यहाँबाट हुने भनेर हामीले पत्ता लगाएको छौँ। जहाँ कि तपाईँको फाइल रोकिन्छ, नागरिकलाई समस्या हुन्छ र उहाँले भन्नुहुन्छ, हाम्रो कर्मचारी साथीहरूले त्यही अनुसार भन्नुहुन्छ, सर यो फाइल मिलाउनको लागि मलाई अलिकति भइदियो भने म त्यही अनुसारमा हजुरलाई चाँडो फास्ट ट्र्याकबाट म गरिदिन्छु। यो फास्ट ट्र्याक चाहिँ विदाउट एनी ब्राइब हुनु पर्यो, गर्नुपर्ने सर्भिस डेलिभरी चाहिँ विदाउट एनी ब्राइब। 1 डोर सर्भिस सिस्टम पोलिसीको लागि हामी निरन्तर काम गरौँ। अहिले मैले सचिवज्यूलाई नि त्यही अनुसारमा निर्देशन पनि दिएको छु, ताकि नागरिकहरू कर्मचारीसँग ठोकिन नपरोस्, सेवाग्राहीहरू कर्मचारीसँग ठोकिन नपरोस्, जसले गरेर यो फाइल अगाडि बढाउनको लागि चाहिँ तपाईँलाई यति पैसा लाग्छ भन्ने त्यो सिचुएसन नल्याऊ। नागरिकहरूले एउटा ठाउँमा तपाईँको निवेदन दिइसकेपछि अर्को ठाउँबाट चाहिँ उहाँको सर्भिस हुनु पर्यो भन्ने चाहिँ हाम्रो धारणा छ। मेरो विचारमा यसलाई नै हामीले सुशासन भन्छ। दिस इज कल्ड गुड गभर्नेन्स। सो यो गुड गभर्नेन्सलाई चाहिँ हामीले त्यही अनुसारमा भ्रष्टाचार पनि निर्मूलन गर्न हामीलाई सहज हुन्छ, हाम्रो काँधमा अर्को भार पर्दैन, त्यही अनुसारमा सेवाग्राहीहरूले पनि त्यही अनुसारमा सर्भिस पाउन सक्नुहुन्छ र हामीले आफ्नो बाचा पनि पुरा गर्न सक्छौँ, जुन चाहिँ बाचा हामीले गरेर अहिलेसम्म यो चुनाव जितेर यहाँसम्म आएको छ। हामीले बिर्सिनै नहुने कुरा अर्को कुरा भनेको चाहिँ हाम्रो जेनजीको जनादेश। जेनजी जनादेशलाई कार्यान्वयन गर्नलाई क्याबिनेटबाट त्यही अनुसारमा निर्णय भइसकेपछि हामीले हुबहु हाम्रो प्रधानमन्त्रीज्यूले भनेको अनुसारमा निर्देशन अनुसारमा हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसमा कसैलाई छुट छैन, कसैलाई छुट हुनु पनि हुँदैन। प्रतिवेदनको आधारमा हामीहरू अगाडि बढ्नुपर्ने हुन्छ। अर्को कुरा हामीले देखेको समस्या, यत्रो योगदान गरेर हाम्रो शहीद परिवारहरू आउनु भएको छ, यही 1 डोर सिस्टम नभएर एउटा मन्त्रालय धाउनुहुन्छ, अर्को मन्त्रालय धाउनुहुन्छ, आफ्नो बच्चा गुमाएको छ, कतिवटा मन्त्रालय धाउनु। यो हरेक आम नागरिकको कहानी हो, हरेक आम नागरिकको कहानी। एउटा मन्त्रालय अर्को मन्त्रालय अर्को मन्त्रालय, यसलाई सहजीकरण गर्नुपर्ने छ। त्यही भएको हिसाबले शिक्षा, स्वास्थ्य, हाम्रो अरू के छ हाम्रो यसमा आर्थिक, सबै मन्त्रालयको तपाईँको एकजना प्रतिनिधिको एउटा चाहिँ विभाग बनाऊँ, जहाँ हाम्रो शहीद परिवार र घाइतेहरू एकै ठाउँमा आएर 1 डोर पोलिसी, 1 डोर सर्भिस सिस्टममा आएर उहाँहरूले फर्स्टमा उहाँहरूलाई सजिलो होस्। उहाँहरूको योगदानले आज यो परिवर्तन देख्न पाएको हामीले, यसलाई हामीले बिर्सिनु हुँदैन। उहाँहरूलाई योभन्दा बेसी दुःख दिनु मिल्दैन हामीले। त्यही भएको हिसाबले हामीले शहीद परिवार, घाइते परिवारहरूलाई उहाँलाई शिक्षा चाहिन्छ भने त्यही अनुसारमा हाम्रो त्यहाँ शिक्षाको एकजना प्रतिनिधि हुनुहुन्छ त्यो विभागमा। उहाँलाई स्वास्थ्यमा समस्या छ भने त्यही अनुसारमा हुन्छ, आर्थिक पाटो छ भने त्यही अनुसारमा हुन्छ। सो एउटै ठाउँमा मात्र गयौँ भने उहाँलाई किन हरेक मन्त्रालय लिएर यत्रो 15-20 जनाको ग्रुपहरू उहाँहरू धाइराख्नु पर्ने त? कारण के? दिस इज नट कल्ड गुड गभर्नेन्स। वी नीड टु सेट एन एक्जाम्पल दिस टाइम। हामीले एउटा उदाहरण सेट गर्नुपर्ने छ र यो उदाहरण हामीबाटै सुरुवात हुनुपर्ने छ। परिवर्तनको सुरुवात हामीबाटै हुन्छ र त्यो पहिलो जिम्मा चाहिँ गृह मन्त्रालयले लिन्छ। त्यही अनुसारमा हजुर सम्पूर्ण सचिवज्यूहरूलाई, सेक्युरिटी फोर्सेसहरूलाई त्यही अनुसारमा अगाडि बढ्नु हुन म हजुरहरूलाई सबैलाई हार्दिक अनुरोध गरेँ। अब हाम्रो धेरै जस्तो हजुरले देखिसक्नुभयो, मलाई विभिन्न आरोप लाग्ने गरेका छन्, त्यो तपाईँलाई थाहा छँदैछ। विभिन्न कुराहरू हाम्रोमा मिडियाहरूमा आइरहेको हुन्छ। म मिडियाहरूलाई पनि, मिडिया साथीभाइहरूलाई पनि एकदम रेस्पोन्सिबल भइदिनु भनेर म एकदमै आग्रह गरेँ हजुरहरूलाई, एकदमै आग्रह गरेँ। हजुरहरूको हातमा धेरै कुरा रहेछ, मैले पहिला पनि भनेको थिएँ र अहिले पनि भन्ने गर्छु। तपाईँहरू रेस्पोन्सिबल भएर न्युजहरू बनाइदिनु भयो भने हाम्रो देशको विकास हुन धेरै समय लाग्दैन रहेछ।
त्यही भएर मिडियाकर्मी साथीहरूलाई नि मेरो हार्दिक अनुरोध छ, म तपाईँहरूसँग धेरै क्लोजली बसेको छु, हिँडेको छु। यो न्युजहरू बनाउँदाखेरि कसैको चरित्र हत्या गरेर टिआरपीको लागि कतिजनाले यस्तो यस्तो नगरिदिनु हुनु, म हजुरले एकदम मनैदेखि आग्रह गर्न चाहन्छु। होइन, कसैको जीवन हो त्यो, उनीहरूको लाइफ हुन्छ, उनीहरूको पर्सनल लाइफ हुन्छ, हामीले त्यसमा इन्टरफियरेन्स गर्नु हाम्रो मेरो विचारमा त्यो हामीले त्यसलाई चाहिँ पत्रकारिता भनेर भन्छौँ जस्तो लाग्दैन। त्यही भएर मेरो मिडियाकर्मी साथीहरूलाई पनि मेरो पहिला पनि आग्रह थियो, म तपाईँहरूसँग एकदमै घुलमिल भएर बसेको मान्छे पनि हो र अहिले पनि हजुरलाई आग्रह गर्न चाहन्छु कि एकदमै परिपक्व भएर चाहिँ हजुरहरूले चाहिँ न्युज प्रकाशन गरिदिनु होला। त्यही अनुसारमा नागरिकलाई पनि सहज हुन्छ, तपाईँहरूलाई फुल्ली विश्वास गरेर हामीले हेरिरहेको हुन्छौँ त्यो न्युज, त्यो आधारमा हामीले एक्सन लिनुपर्ने हुन्छ। तपाईँले कुनै कुरामा तपाईँको गलत कुरा तपाईँले प्रकाशन गरिदियो भने हाम्रोमा त्यो टेबलमा आइदियो भने हामी त्यही अनुसार मोबिलाइज हुनुपर्ने हुन्छ। त्यतिखेर हाम्रो स्रोत साधनहरू सबै खेर जान सक्छ। त्यही भएर रेस्पोन्सिबल भएर हजुरले न्युज प्रकाशन गर्नुहुन म हजुरहरू सम्पूर्णमा आग्रह गरेँ र नागरिकलाई सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू आमा बुवाहरूलाई म के आग्रह गर्न चाहेँ भन्दाखेरि चाहिँ अब देश बनाउनु हाम्रै हातमा छ। तपाईँ हामी आफैले गर्ने हो आफ्नो देश विकास, हाम्रै आँखा अगाडि नै हामीले देश विकास हेर्छौँ र देयर विल बी नो टलरेन्स टु करप्सन, जिरो टलरेन्स। कसैले पनि तपाईँलाई कुनै तरिकाको घुस माग्छ भने प्रहरीका भन्नुहोला, हामी त्यही अनुसारमा प्लानिङ बनाउँछौँ, त्यही अनुसारमा कार्यविधि बनाउँछौँ र यो कम्युनिकेसनको च्यानल फास्ट हुने प्रविधि हामी तयार गर्छौँ र तपाईँहरूको गुनासो सिधै हाम्रो मन्त्रालयमा आइपुग्ने हामी त्यस्तो खालको प्रविधिको हामीले विकास गर्छौँ, जसले गरेर चाहिँ हजुरलाई आफ्नो दुःखहरू हामीलाई सुनाउन सजिलो होस्। तपाईँहरूको सेवामा गाह्रो पर्दाखेरि कसैले तपाईँलाई घुस मागेछ भने, कसैले तपाईँलाई पैसा मागेछ भने सेवाग्राहीहरूलाई त्यही अनुसारमा हामीलाई रिपोर्ट गरिदिनु होला। त्यही अनुसारमा हाम्रो प्रहरी मित्रहरू परिचालन हुन्छन्, त्यही अनुसारमा काम कारबाहीहरू अगाडि बढ्छ। अब म धेरै बोल्ने मान्छे म पर्दिनँ, खासै भन्दै गर्दाखेरि अहिले यो चुनावको माहौलले गर्दा तपाईँको धेरै सिक्ने मौका नि पाएँ मैले। कति कुरा आफ्नो गाउँघरमा गएर उहाँहरूसँग घुलमिल हुँदै गर्दाखेरि एकदम आफ्नो यो 6 महिना कार्यकाल जुन चाहिँ हाम्रो एउटा जेन्जी आन्दोलनबाट पछाडिबाट हामीले जसरी सरकारलाई सपोर्ट गरिरहेको थियौँ, त्यसमा हामीले धेरै नै कष्टजनक एउटा यात्रा भएको थियो र मेरो विचारमा अब चाहिँ हाम्रो यो 5 वर्ष हामीले सुशासनको लागि हामीले काम गर्नुपर्ने हुन्छ र म धेरै नबोलिकन एक्सन ओरिएन्टेड काम गर्नेवाला छु। तपाईँहरूले प्रश्न पनि खासै सोधेको म उत्तर दिन पाउँदिनँ पनि होला, कतिखेर अब भनिहालेँ हजुरको अहिले हाम्रो प्रधानमन्त्री निवास पनि जानुपर्ने छ, त्यही अनुसार निर्देशन भएको छ हामीलाई। विल सो यु एक्सन, विल नट गिभ यु फेक प्रमिसेस। हामी तपाईँहरूलाई फेक प्रमिसेस दिन्छौँ, गर्नु सक्ने कुरामा हामी तपाईँहरूसँग अगाडि बढ्छौँ, तपाईँलाई रिजल्ट देखाउँछौँ, बोली हामी कमै बोल्छौँ हामी। थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद।